ए जेनजी भाइ बहिनी हो, तिमीहरूलाई यतिसम्म जेलेर फसाइएको छ, तिमीहरूमाथि यति षड्यन्त्र भएको छ कि तिमीहरूलाई थाहै छैन यो कुरा। जबसम्म आन्दोलनले उग्र रूप लिँदै थियो, नेतृत्व गर्ने मान्छे कोही नभएर बालेन पनि पछि हटेको अवस्थामा र अरू मान्छे नभएको अवस्थामा तिमीहरूले नै भनेको होइन, नखुबाट रवि लामिछाने निकाल, हामी उसलाई प्रधानमन्त्री बनाउँछौँ भनेर गएको निकाल्न पनि होइन, निक्लेर आएको पनि हो नि। त्यसपछि साँझमा 23 साँझमा तिमीहरूले भन्न थाल्यौ हाम्रो आन्दोलन उसलाई निकाल्नको लागि होइन, रवि लामिछानेलाई निकाल्नलाई हामीले आन्दोलन गरेको होइनौँ भनेर। त्यसपछि तिमीहरूले अर्को मान्छेलाई छान्यौ, अर्को मान्छेलाई छानेर तिमीहरूले के गर्यो त? आखिर त्यही अर्ली इलेक्सन मात्रै गरे। उसले प्रष्टै भनिदिएको छ यो संविधानबाट कुनै पनि चान्स छैन कार्यकारी प्रधानमन्त्रीको इलेक्सन हुनलाई र प्रदेश खारेज हुनलाई। के गरी प्रधानमन्त्री रवि लामिछाने भइदिएको भए तिमीहरूले मागेको सबै माग पुरा गरिदिन्थ्यो, उनले कुनै पनि हालतमा गरिदिन्थ्यो। अर्ली इलेक्सन त यसै नै हुन्थ्यो, कार्यकारी प्रधानमन्त्री यसै हुन्थ्यो, बनाउँथ्यो, निर्वाचन गर्थ्यो उसले, प्रदेश उसले खारेज गर्थ्यो, उसको मागै थियो, एजेन्डै थियो पार्टीको। तिमीहरू नि यिनीहरूको कालो कोट र कालो चस्माको षड्यन्त्रमा नराम्रोसँग फसिसकेका छौ।